हेलो हेलो साथीहरू, हजुर सबैलाई स्वागत छ फेरि पनि मेरो आजको डेट 11 को मिनी भ्लगमा। हेर्नुहोस् है साथीहरू, मेरो त काम यस्तै छ। होटेलको काम हो नि त, कहिले पनि सकिँदैन के। यता एउटा काम गरे अर्को हुन्छ, अर्को गरे अर्को हुन्छ होइन। अब एउटा अर्डर दियो फेरि अर्को अर्डर आउँछ। काम त बिजी नै भइरहेको छ, तर बिजी भएको राम्रो पनि लाग्छ कि है। बिजी भएन भनेदेखि त मनमा धेरै कुराहरू पनि खेल्छ, नेगेटिभ थिङ्सहरू आउन सक्छ। अनि बिजी भयो भने त आफ्नो कामसँग मात्रै लगाव बस्छ कि होइन। अब काम गर्ने बानी बसिसकेपछि चाहिँ सुरुमा चाहिँ गाह्रै हुन्छ, अनि अब युज टु हुन्छ नि त दिनदिनै गर्दै जाँदाखेरि। अनि यही काम नै हामीलाई सजिलो लाग्छ। अब एकचोटि सुरुमा भर्खर देख्ने मान्छेहरूलाई चाहिँ ओहो कसरी भ्याएको होला, कसरी गरेको होला भन्ने लाग्छ, तर गरिराख्ने मान्छेलाई चाहिँ खासै केही फरक पर्दैन कि होइन। अब आफ्नै काम हो, गरिन्छ नै। अब कहिलेकाहीँ चाहिँ अलि बढी हतार हुन्छ होइन। अब त्यो एकैचोटि आउने कस्टमरहरू चाहिँ पालो गरेर एकजना गरेर आउनुभयो भने पनि कति सजिलो आराम हुन्थ्यो जस्तो लाग्छ कि कहिलेकाहीँ चाहिँ होइन। अनि त फेरि मैले चिया पकाइरहेकी छु। हेर्नुहोस्, हाम्रोमा चाहिँ जाडो होस् कि गर्मी होस्, चिया चाहिँ एकदमै बढी जाने चाहिँ मेरो चिया नै हो कि। हाम्रोमा चिया एकदमै धेरै बनाउनु पर्छ। अनि यता फेरि चाउमिन हतार गरेर फेरि बोइल गर्नु पऱ्यो कि, सकिहालेछ बिहानको। अनि फेरि हाम्रो चाहिँ बुवा कुक हुनुहुन्छ, बुवाको चाउमिन चलाउने तरिका चाहिँ एकदमै खतरा कि। हतार भएको थियो अनि फेरि डल्नुपर्छ नि त। अनि यता फेरि मैले फेरि मिठो मुसिरहेकी छु। हेर्नुहोस् साथीहरू, यो चाहिँ हो भेज मोमोको लागि मैले मुसेको पिठो। अनि यता चाहिँ मेरो छोराछोरीहरू स्कुलबाट आइसके। अनि आज चाहिँ मोमो खाने भनेर दुईजना नै चिकन मोमो खान लागिरहेका छन्। फेरि मम्मीलाई चाहिँ आज साग खानु मन लाग्यो अरे, त्यही पनि बफाएर पकाऊ भन्नुभयो। अनि साग लिएर आउनुभयो मम्मीले। अनि मैले छिटो बफाएर सागलाई, अनि त्यसपछि मजालाई छोपी मैले मिठो गरेर पकाएँ। कस्तो मिठो भएको थियो कि। अब मम्मीलाई खान मन लागेछ अरे नि मैले बनाइदिएँ। भिडियो हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच साथीहरू।